हेलो गाइस, के छ सबैजना सुन्छ हुन्छ। आज चाहिँ हाम्रो चाहिँ आज स्कुल चाहिँ बिदा हो है। बिदा काम सकाएर हामी दुईजनाले चिल पारामा क्या आज अब हिजो अस्ति दुगुर क्या पुरा। तर आज चाहिँ एकदम चिल पाराले कोठामा गएर ट्याक्क भात पकाएर ट्याक्क खाएर अब सुत्नु पर्ला जस्तो फिल भयो। चिसो छ है पक्काइदिएको चाहिँ आशैका होइन आशैका हो। यो चुरोट खाँदा चुरोट दिन भात चाहिँ एकछिन पनि त्यसरी चिसो छ गाइज। यो चाहिँ पार्किङ गर्ने ठाउँ है। यो यहाँ चाहिँ यस्तो छ हेर्नु सक्नुहुन्छ। हाम्रो कम्पनी यहाँ माथि हो, गाउँ टाइपको हो क्या हाम्रो काम गर्ने ठाउँ। यतापट्टि हाम्रो सहर चाहिँ बजार चाहिँ उता छ। सक्नुहुन्छ कारा यहाँ नेपालमा नोकिया मोबाइल जस्तै हो क्या पनि, स्यामसङ मोबाइल जस्तै होइन विदुर। नेपालमा स्यामसङ मोबाइल चले जस्तै यहाँ कार चलिरहेको कि नै। जस्तो स्यामसङ मोबाइल Z2 चलेको थियो नि एकछिन, हो त्यस्तै। भिक्कारीको नि कार हुन्छ भने चाहिँ बुझ्नु होला है। फेरि हामी त भिक्कारीको हुँदा नि यहाँ त नेपालको त्यो हामी भनेको त्यो नेपालमा जो भैयाहरू आउँछ नि बाँध्दा त्यो फलाम कार लिने होला त्यहाँ भन्दा नि तल्लो स्तर क्या, त्यहाँ भन्दा नि तल्लो स्तरको जस्तो लाग्छ क्या हामीलाई त है। काममा भयो यहाँ बाटोमा हिँड्दा यताउता यिनीहरूको त हामी जस्तो क्या जति जापान आएकोमा एटिट्युड देखाउँछ नि एटिट्युड मलाई अझै लाग्छ। जापान आएको एटिट्युड नदेखाउँदा हुन्छ जापानमा कसैले, किनभने चाहिँ हामीलाई यिनीहरू ठान्ने भनेको चाहिँ भइहाल्छ जस्तै हो। हामीहरू भनेको यिनीहरू नक्कर जस्तै हो कि भन्दा नक्करै हो क्या। हामीले त्यो नेपाल छोड्यौँ त हामी नक्कर जस्तै हुन्छ क्या आउँदा, किनभने चाहिँ यिनीहरूको नियममा बस्छ है। गाह्रो काममा मात्रै हाल्छ कि हाल्नु नि, फेरि सजिलो आफ्नो उसले हाल्ने है नियम जिल्ला हाल्छन्। जो गाह्रो छ नि तिनीहरूले सक्दैन हामीलाई पेलाइदिने क्या। अब त्यसैले जापान छु भनेर फुर्ती नलागेर हो बरु त्यो बेङ्गलोर इन्डियामा भएको त्यहाँ बरु एटिट्युड देखाउँदै गर्छ क्या। बरु त्यही ठिक लाग्छ मलाई त। एक बढी एटिट्युड भने पट्टै कुटेर पनि नेपाल चल्दिन्छ कि चल्दैन नि, देशीलाई कुटेर हिँडिन्छ क्या। तर जापानमा छो त जापानमा एकजनालाई छोयो भने चाहिँ कसैले गयो त्यो भयो त्यसो छोयो त त्यो मान्छे गयो के भन्ने। अब गाह्रो छ छुनको लागि पाइँदैन, चिसो पनि छ है गाइज। वाइल चिसो फेरि यता जापानतिर। अब यहाँबाट यो लड्यो भने चाहिँ हेर्न सक्नुहुन्छ। यहाँबाट लड्यो भने फेरि बढी त होइन, नेपालमा 100 रुपियाँ लाग्ने यहाँ 20,000 लाग्छ हो कि नै विदुर। आज हिउँ लास्ट कम छ है, किनभने चाहिँ 3-4 दिन भयो हिजो पानी परेको हो, त्यही भएर हिउँ कम छ। अब हिउँ पर्न अझ लास्ट कम छ, हिउँ खतरा पर्छ। फेरि रुखहरू यसरी कटिङ गरेको हुन्छ। जस यहाँको सुविधा चाहिँ छ कि फेरि यति फरक हो। अरू नेपाल जति हाम्रो लागेन मलाई, किनभने चाहिँ यहाँ सुविधा मात्र हो। किनभने चाहिँ यो अनि त फोहोर हुन्न एउटा, मान्छेहरूको भिड देखिन्न होइन विदुर। अनि घर बाहिर झिलिमिली हुन्न, घरभित्र नै सब व्यवस्थित। घर सानो भए पनि भित्र सब व्यवस्थित हुन्छ क्या। त्यो अनि नियमको पालना गर्नुपर्छ। यही हो जापान। अरू त मैले पर्यो मलाई कार मन पऱ्यो।